हामीले यो कन्टेन्ट लेख्दै गर्दाखेरि नेपालका केही जिल्लाहरू साम्प्रदायिक तनावको अनियन्त्रित डडेलोमा फस्ने हुन् कि भन्ने डर सिर्जना भएको थियो। सामाजिक सञ्जाल आगजनी र प्रदर्शनका दृश्यहरूले भरिएका थिए। तीनजना नेपालीहरूले ज्यान समेत गुमाइसकेका थिए। तनावग्रस्त ठाउँहरूमा देशको सुरक्षा निकाय खटाइएको थियो। अलि ढिलो नै सही, तर यो कठिन परिस्थितिको संवेदनशीलतालाई बुझेर हाम्रो प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रको नाममा सम्बोधन पनि गरे। नमस्कार आदरणीय बुवा आमा, दिदी बहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरु सामु उपस्थित भएको छु। पिएलाई मात्र पठाएर नहुने रहेछ भनेर गृहमन्त्री आफै प्रभावित क्षेत्रमा पुगेका समेत छन्। र हामी पनि के चाहन्छौँ भने यो भिडियो रिलिज हुने बेलासम्म नै हाम्रो नेपालमा देखिएको यो कम्युनल रायटको च्याप्टर सदाको लागि अन्त्य होस्। शान्ति, सुरक्षा, आपसी समझदारी र सद्भाव रिस्टोर भइसकेको होस्। जात र धर्म जस्ता संवेदनशील कुराहरूको नाममा नेपाली दाजुभाइहरूलाई लडाएर आफ्नो स्वार्थको रोटी सेक्न सकिन्छ कि भनेर कुचेष्टा गर्नेहरूको बिल्ली बाँट होस्। अहिले हामी जुन संवेदनशील अवस्थामा छौँ, यस्तो अवस्थामा भन्न सकिने र भन्न पर्ने एउटै कुरा मात्र हो। धर्मको नाममा, जात जातिको नाममा, सम्प्रदायको नाममा यी सबै कुराहरूमा बाँडिनु जतिको रिग्रेसिभ अरू केही हुनै सक्दैन। यसमा कोही पनि जित्दैनन्, सबैजना हार्छन्। सद्भाव र आपसी समझदारी भनेकै न्यूनतम मानवीय गुण हो। हुन त हाम्रो आस्था र अस्तित्व दुवैमा प्रहार भयो भन्ने निष्कर्षमा पुगेर सडकमा उत्रिएको आक्रोशित भिडले यो कुरासँग सहमति नजनाउला र सतहमा हेर्ने हो भने यी सबै कुरामा सबैको आआफ्नै तर्कहरू होलान् र उनीहरूको आक्रोशलाई ड्राइभ गर्नको लागि उनीहरूले हाम्रो सम्प्रदायका मान्छेलाई किन कुटपिट गरे, हाम्रो मान्छेको मोटरसाइकल किन जलाए, हाम्रो धार्मिक यात्रामा किन अवरोध पुर्याए, हाम्रो झण्डा किन उखाडिदिए भन्ने जस्ता तर्कहरू होलान्। तर सतहभन्दा अलिकति भित्र गएर हेर्ने हो भने हामी नेपालीहरूलाई लडाएर भिडाएर शक्ति आर्जन गर्ने दूषित मनसाय र सपना बोकेका कैयौं पात्र पनि होला र यस्तै पात्रहरूको दूषित मनसायलाई बुझ्नको लागि हामीले संसारभरि भएका साम्प्रदायिक दंगा र त्यसको असरको बारेमा पनि बुझ्न एकदमै जरुरी हुन्छ। र एउटा सामान्य विवाद दंगामा परिणत हुनुभन्दा अगाडिदेखि नै केही कमन प्याटर्न्सलाई निहाल्न सक्नुपर्छ। त्यसैले आजको भिडियोमा हामी विश्व समुदायमा देखिएका केही अप्रिय साम्प्रदायिक दंगाहरूको चर्चा मार्फत साम्प्रदायिक दंगाको प्याटर्नलाई डिकोड गर्ने प्रयास गर्नेछौँ। तर त्योभन्दा अगाडि तपाईको बिजनेस छ अनि कस्टमर्सको मेसेज इन्स्टाग्राम, फेसबुक, व्हाट्सएपमा आउँछ। स्टकको डिटेल्स एक्सेल शिटमा छ अनि डेलिभरीको लागि अर्को छुट्टै प्लेटफर्म युज गर्नुहुन्छ भने यो गन्जागोल्ला एड्रेस गर्नको लागि पठाउले इन्ट्रोड्युस गरेको छ पठाउ कमर्स, जहाँ तपाईले कस्टमरसँग गरेको च्याटबाट नै अर्डर बन्छ। सामानको स्टक अटो अपडेट हुन्छ र डेलिभरीको ग्यारेन्टी पठाउको आफ्नै ट्रस्टेड पठाउ पार्सलबाट अर्डर डिस्प्याच हुन्छ। कस्टमरको अर्डरदेखि डेलिभरीसम्म सबै एउटै प्लेटफर्मबाट। रेजिस्टर गर्न पनि सजिलो छ। commerce.pathao.com मा गएर आफ्नो बिजनेस रजिस्टर गर्ने, आफ्नो च्यानल्स फेसबुक, व्हाट्सएप, वेबसाइटलाई कनेक्ट गर्ने, आफ्नो प्रोडक्ट, प्राइस र स्टक डिटेल्सलाई एड गर्ने र च्याट मार्फत नै आफ्नो अर्डर्स म्यानेज गर्ने। आफ्नो बिजनेसलाई ग्रो गर्न चाहनुहुन्छ भने पठाउ कमर्सको लिंक तल डिस्क्रिप्सनमा राखेका छौं, गएर साइन अप गर्नुहोला। नाउ लेट्स गेट ब्याक टु द भिडियो। सुरु गरौँ मोडर्न ह्युमन हिस्ट्रीको सबैभन्दा ठूलो र भयावह नरसंहारबाट। रुवान्डा नरसंहार सन् 1994 अप्रिल 6 गतेको साँझ रुवान्डाका तत्कालीन राष्ट्रपति जुवेनाल हाब्यरिमाना, जो रुवान्डाको हुतु समुदायबाट बिलोङ गर्थे, र बुरुन्डीका राष्ट्रपति केप्रियाल नतारियामिरा सवार प्लेनमा आक्रमण गरी उनीहरूको हत्या हुन्छ। यो आक्रमण कसले गरेको थियो भन्ने विषय अझैसम्म पनि खुल्न सकेको छैन। कसैले यो आक्रमणको पछाडि रुवान्डाको तुत्सी समुदायका एक्स्ट्रिमिस्टहरू जिम्मेवार रहेको बताउँछन् भने कसैले यो आक्रमण तत्कालीन राष्ट्रपतिले तुत्सी समुदायलाई पनि सरकारमा सामेल गराउन सक्ने भएले गर्दा हुतु समुदायका एक्स्ट्रिमिस्टहरूले गराएका हुन् भन्ने गर्छ। तर यो आक्रमणपछि रुवान्डाले जे भोग्यो त्यो अवस्थाका दर्दनाक कथाहरू अहिले पनि इन्टरनेटमा छ्यापछ्याप्ती भेटिन्छन्। उक्त घटना लगत्तै रुवान्डामा तुत्सी समुदायमाथि नरसंहार सुरु भयो। करिब 100 दिनसम्म चलेको उक्त नरसंहारमा करिब 10 लाख मान्छेहरूको हत्या भयो। लाखौं तुत्सी महिलाहरूको बलात्कारपछि हत्या गरियो। एक छिमेकीद्वारा अर्का छिमेकी मारिए। हुतु समुदायका पुरुषहरूले तुत्सी समुदायबाट बिलोङ गर्ने आफ्नै श्रीमतीको समेत हत्या गरे। चर्च
चर्चमा लुकेर बसेका तुत्सी समुदायलाई चर्चमै थुनेर बाहिरबाट आगो लगाइदिएर समेत हत्या गरियो। यो नरसंहार ट्रिगर गर्ने पोइन्ट भनेको राष्ट्रपतिको हत्या थियो। तर यसको वास्तविक कारण भने फरक थियो र यो बुझ्नको लागि हामीले बुझ्नुपर्ने हुन्छ रुवान्डाका तुत्सी र हुतु समुदायको ब्याकग्राउन्ड। रुवान्डामा विशेष गरी दुई थरी एथनिक ग्रुपको बसोबास छ, हुतु र तुत्सी। पपुलेसनको हिसाबले हुतु मेजोरिटीमा छन् र तुत्सी माइनोरिटीमा। यी दुवै समुदाय कृषि पेशामा आबद्ध समुदाय हुन्, जसमध्ये हुतु समुदाय मेनली खेतीपातीमा डिपेन्डेन्ट थियो भने तुत्सी समुदाय पशुपालनमा, जसको कारण पपुलेसन वाइज माइनोरिटीमा रहे पनि रुवान्डामा लामो समयसम्म आर्थिक रूपमा सम्पन्न र राज्य शक्तिमा पकड भएको जाति भने तुत्सी रह्यो। सुरुवातमा रुवान्डामा तुत्सीहरूले राज गरे, त्यतिबेला बहुसंख्यक भइकन पनि हुतु समुदाय हेलामा पर्यो। पछि रुवान्डा बेल्जियमको कोलोनियल स्टेटको रूपमा रह्यो। त्यो समयमा पनि सबैभन्दा हेपिने र मर्का पर्ने समुदाय हुतु नै रह्यो। सेकेन्ड वर्ल्ड वारको समयपछि रुवान्डामा पनि स्वतन्त्रताका मागहरू बढ्न थाले। बहुसंख्यक हुतु समुदाय एकीकृत तुत्सी समुदायलाई निशाना बनाउन थालियो। तुत्सी समुदायका मानिसहरूको हत्या गर्न थालियो। यो समयमा धेरै तुत्सी समुदायका मानिसहरू बाध्य भएर छिमेकी राष्ट्रहरूमा पलायन समेत भए। त्यसको शासन सत्ता हुतु समुदायमा आयो। तुत्सी समुदायले पनि सकेसम्म हुतु समुदायको प्रतिवाद गरिरह्यो। यही क्रम चल्दै 90 को दशकसम्म आइपुग्दा पलायन भएका वा भनौँ रुवान्डाबाट निष्कासित भएका तुत्सी समुदायको एक्टिभ पार्टिसिपेसनमा एउटा विद्रोही संगठन जन्मियो, रुवान्डा प्याट्रियोटिक फ्रन्ट, जुन एउटा एक्सट्रिमिस्ट ग्रुप थियो। 90 को दशकमा यो ग्रुपले रुवान्डामा आफ्नो आक्रमणलाई मोर फ्रिक्वेन्ट बनायो। यो ग्रुप रुवान्डाको राज्य शक्तिमा ब्याक हुन चाहन्थ्यो। तत्कालीन हुतु समुदायको सरकार भने तुत्सीलाई स्टेट मेकानिजममा छिराउन चाहँदैनथ्यो। यसका लागि शक्तिमा रहेका हुतु शासकहरूले तुत्सी समुदायका मानिसहरूलाई डिह्युमनाइज गर्न सुरु गरे। इतिहासका घटनाहरू मार्फत समाजमा हुतु समुदायलाई तुत्सी समुदाय मार्फत खतरा छ भन्ने न्यारेसनलाई जसरी हुन्छ बढावा दिन थाले। रुवान्डामा चरमपन्थी तुत्सी समूहले आक्रमण गर्दा तत्कालीन सरकार आम तुत्सी समुदाय माथि पनि जाइ लाग्न थाल्यो। दुई समुदाय बीचको दूरी झन् बढ्दै गयो। यसैबीच हामीले अघि नै मेन्सन गरेको प्लेन आक्रमणको घटना घट्यो, जसले हुतु र तुत्सी समुदाय बीचको द्वन्द्वलाई उत्कर्षमा पुर्यायो र यही द्वन्द्वले 10 लाख मानिसहरू मारिए। र यहाँ एउटा नोटिसेबल कुरा के छ भने यो द्वन्द्वलाई हिंसात्मक रूप दिनको लागि रुवान्डाको तत्कालीन सरकार, व्यवसायी, सञ्चार माध्यम यी सबैको भरपूर प्रयोग गरियो। उनीहरू लुकेर बस्न सक्ने ठाउँहरूको सूची समेत प्रसारण गरियो र यो नरसंहार हुँदै गर्दाखेरि आफूलाई मानवाधिकारको पक्षधर बताउने केही नाम चलेका संस्थाहरू र ठूला राष्ट्रहरू साइलेन्ट स्पेक्टेटर मात्र बनेर बसे। र भन्ने नै हो भने रुवान्डामा भएको यो नरसंहार दुई समुदाय वा जातिहरूलाई एक अर्काबाट खतरा भएर भएको थिएन। यो त दुवै समुदायका केही एक्सट्रिमिस्टहरू पावरमा पुग्न वा बसिराख्नको लागि वर्षौंदेखि इम्प्लान्ट गरेको घृणा एक्सप्लोड भएर भएको थियो। यस किसिमको साम्प्रदायिक तनाव र हिंसाले निम्ति आएको विध्वंसको उदाहरण लिनको लागि हामी धेरै टाढा जान पनि पर्दैन। हाम्रै छिमेकी मुलुक भारतको सन् 2002 मा भएको गुजरात दंगालाई पनि उदाहरणको रूपमा लिन सकिन्छ। यो त्यो समय थियो जतिबेला भारतमा बाबरी मस्जिद र रामको जन्मभूमिको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदाय बीच तिक्तता र विवाद बढेको झण्डै 1 दशक पुगिसकेको थियो। यो विवादसँग भारतका हिन्दू तथा मुस्लिम समुदायका विभिन्न संगठनहरू कुनै न कुनै रूपमा जोडिएकै थिए र यही कन्टेक्स्टमा हिन्दू संगठन विश्व हिन्दू परिषदले सन् 2002 को फेब्रुअरीमा अयोध्यामा पूर्णाहुति महायज्ञ आयोजना गर्यो, जसमा सामेल हुन भारतका विभिन्न ठाउँबाट हिन्दू समुदायका मानिसहरू अयोध्या जान थाले। यही मेसोमा भारतको गुजरातबाट पनि मानिसहरूको समूह उक्त महायज्ञमा सामेल हुन जाने श्रद्धालुहरूलाई कर सेवक भनिन्थ्यो। गुजरातबाट महायज्ञमा सामेल हुन गएका कर सेवकहरू 27 फेब्रुअरी 2002 मा साबरमती एक्सप्रेसको ट्रेनमा अयोध्याबाट अहमदाबाद जाँदै थियो। त्यही क्रममा गोधरा रेलवे स्टेसन नजिक आगजनी भयो, जसमा परेर 58 जनाले ज्यान गुमाए। यो आगजनी कसरी भयो भन्ने विषयमा अहिले पनि विभिन्न जाँच समिति र अनुसन्धानहरूको फरक धारणा रहेको छ। कुनै रिपोर्टले यो आगजनी मुस्लिम अतिवादी समुदायले गरेको हो भन्ने दाबी गर्छ भने कुनै रिपोर्टले त्यो आगजनीलाई एउटा दुर्घटनाको रूपमा डिफाइन गर्छ। त्यो ट्रेनमा भएको आगलागीको कारण जेसुकै भए पनि त्यही घटनाले गुजरात दंगाको ट्रिगरिङ पोइन्टको रूपमा काम गर्छ, जसको फलस्वरूप 28 फेब्रुअरीदेखि गुजरातमा एक्सट्रिमिस्ट हिन्दूहरूले हात हतियार, विस्फोटक पदार्थ र ग्यास सिलिन्डरहरू सहित मुस्लिमहरूमा आक्रमण सुरु गर्छन्, जसको 3 दिनभित्र गुजरातमा 2000 मुस्लिमहरूको हत्या हुन्छ। सरकारी रेकर्डका अनुसार भने 790 मुस्लिम र 254 हिन्दू रहेका छन्।
तर ज्यान गुमाउनेहरूको संख्याले मात्र यो दंगाको बर्बरतालाई डिफाइन गर्न सक्दैन। यही दंगाको कारण करिब 2 लाख मुस्लिमहरू आफ्नो थात थलो छोडेर भाग्न बाध्य भए। हिंसाको क्रममा विशेष गरी महिला र बालबालिकाहरू निशानामा परे। रिपोर्टका अनुसार 250 भन्दा बढी महिलाहरूको सामूहिक बलात्कारपछि हत्या गरियो। बालबालिकाहरूलाई पेट्रोल खान लगाएर जिउँदै जलाइयो। कतिपयलाई खाल्डो खनेर जिउँदै जलाइयो। महिलाहरूका संवेदनशील अङ्गहरू काटेर फालियो। मस्जिदहरूमा आगो लगाइयो। मुस्लिमहरूको व्यवसाय र घरहरूमा लुटपाट मचाइयो र यो सबै हुँदै गर्दा प्रहरी केवल मुख दर्शक मात्र बनेर बस्यो। सञ्चार माध्यमले पनि यो दंगालाई भड्काउन एकदम ठूलो रोल प्ले गरे। पाकिस्तानी गुप्तचर संस्थाले स्थानीय मुस्लिमहरूलाई प्रयोग गरेर ट्रेनमा आक्रमण गरेको भन्ने आधारहीन समाचार प्रकाशित गर्ने, मुस्लिमहरूले हिन्दू महिलामाथि अपहरण र बलात्कार गरेका काल्पनिक समाचार प्रकाशित गर्ने जस्ता कार्यहरूमा सञ्चार माध्यमहरू समेत सामेल भए। त्यतिबेला भारतका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए। यो दंगा नियन्त्रण गर्न मोदीले आवश्यक पहल नगरेको आरोप अहिले पनि लाग्ने गर्छ। गुजरात दंगाको अकाउन्टेबिलिटीलाई लिएर मोदीलाई प्रश्न सोध्दाखेरि उनी इन्टरभ्यूबाटै उठेर हिँडेका थिए। But by not saying it again, by not letting people hear the message repeatedly, you're allowing an image that is contrary to the interest of Gujarat to continue. It's in your hands to change it. Allow to rest. दोस्ती बनी रहे, अपनी दोस्ती बनी रहे। र अहिले पनि मोदीको इमेज नै हिन्दू भर्सेस मुस्लिमको राजनीति गर्ने नक्सलिस्टको रूपमा एस्टाब्लिश छ र अहिले पनि भारतको राजनीति हिन्दू भर्सेस मुस्लिमको न्यारेटिभमा नै अडिग रहेको छ भन्ने कुरा पनि लुकेको कुरा होइन। बङ्गलादेशबाट पनि सन् 2021 को दुर्गा पूजाको समय हिन्दू र मुस्लिम बीच तनावको अवस्था सिर्जना भएको थियो। 2021 अक्टोबर 13 मा बङ्गलादेशमा एउटा भिडियो सोशल मिडियामा भाइरल भयो जसमा दुर्गा पूजाको समयमा हनुमानको मूर्तिको काखमा कुरान रहेको देखिन्छ। यसलाई मुस्लिम समुदायका मानिसहरूले कुरानको अपमान गरिएको भनेर इन्टरप्रेट गर्छन्। मुस्लिम समुदाय आक्रोशित हुन्छ र बङ्गलादेशको कोमेलिया जिल्लादेखि साम्प्रदायिक दंगा सुरु हुन्छ। मन्दिर जलाइन्छ, हिन्दूहरूलाई आक्रमण गरिन्छ र सरकारले नै इन्टरभेन्सन गर्नुपर्ने अवस्था आउँछ। त्यो दंगामा 7 जनाको मृत्यु हुन्छ। यी त केही प्रतिनिधि घटनाहरू मात्र हुन्। यस किसिमको घटना विश्वका विभिन्न कुनामा घटिरहेको कुरा पनि हामीले समाचार मार्फत सुन्दै आएका छौँ। हुन त दंगा हुनको लागि यही प्याटर्न नै फलो गर्नुपर्छ है भन्ने एउटा जेनरल फर्मुला पनि हुँदैन। तर हामीले भर्खर चर्चा गरेका इन्सिडेन्ट र अन्य विभिन्न घटनाहरूलाई आधार मानेर भन्ने हो भने साम्प्रदायिक दंगा पछाडि केही कमनालिटिजहरू पनि अवश्य हुन्छन् र अबको सेक्सनमा हामीले अब्जर्भ गरेका यी कमनालिटिजहरू हामी एक्सप्लेन गर्छौँ। कुनै पनि साम्प्रदायिक दंगा हुनुभन्दा धेरै अगाडिदेखि नै समुदायलाई धर्म, जात जाति, भाषा आदिको नाममा पोलराइज गरिन्छ। यसका लागि इतिहासमा भएका कुराहरूलाई अतिरञ्जित गरेर, एक्ज्याजरेट गरेर, त्यसलाई मिसइन्टरप्रेट गरेर अर्को समुदायका मान्छेहरू त मान्छे होइनन्, यिनीहरू दानव हुन्, यिनीहरू पिशाचै हुन् भनेर यी समुदायका मान्छेहरूलाई डिह्युमनाइज गरिन्छ। यो समुदायबाट चाहिँ हाम्रो आस्था र हाम्रो समुदायलाई चाहिँ खतरा छ है, हाम्रो अस्तित्व नै यो समुदाय भयो भने सङ्कटमा पर्न सक्छ है, हाम्रो सबै अधिकारहरू खोसिन्छ है भनेर न्यारेटिभ स्ट्याब्लिस गर्न ट्राई गरिन्छ। रुवान्डाको हुतु र तुत्सी समुदाय, भारत र बङ्गलादेशमा हिन्दू र मुस्लिम बीच पनि यही कुरा गरिएको थियो। र जब मान्छे पोलराइज्ड हुन्छन् तब उत्पन्न हुन्छ घृणा र यो पोलराइजेसनले एक अर्का बीचमा घृणाको बिउ रोपिदिन्छ र यो बिउले वर्षौं समय लिएर जरा गाडिसकेको हुन्छ। र जब यो घृणाले जरा गाड्छ र अतिवादले मानिस उकुस मुकुस हुने अवस्था आउँछ, त्यति बेला एउटा सानो इन्सिडेन्ट पनि त्यो ट्रिगरिङ पोइन्टको रूपमा स्ट्याब्लिस हुन पुग्छ। यसरी घृणा र अतिवादको खेती गर्नेहरू हाम्रै समाजमा विभिन्न स्वरूपमा बस्छन् र यस्ता पात्रहरूलाई हामीले चिन्न समेत गाह्रो हुन्छ। र यी पात्रहरूले समुदायमा बिस्तारै बिस्तारै घोलिदिएको अन्धभक्ति, घृणा र अतिवादको बीचको असरको स्वरूप एउटा मान्छेले अर्को मान्छेलाई हेर्ने दृष्टिकोण भनेकै उसको जात, धर्म, भाषामा मात्र लिमिट हुन्छ। र यही कुराको फाइदा उठाउँदै ती पात्रहरू, ती स्वार्थ समूहहरूले शक्ति आर्जन गर्छन्, आर्थिक फाइदा उठाउँछन्। शक्ति आर्जन गरिसकेपछि पनि यो समूहले घृणा र अतिवादलाई प्रोटेक्ट गरिराख्छ। समुदायमा एकअर्का बीच घृणा र डर पैदा भइराखोस् भनेर स्टेट मेकानिजमलाई मिसयुटिलाइज गर्छ। किनकि मान्छेहरू समुदाय, जात, भाषाको नाममा भिडिरहे भने विकासका, रोजगारका, सेवा सुविधाका मुद्दाहरू कसैले नै उठाउँदैनन्। त्यो मुद्दाहरू जुन एक्चुअली इम्पोर्टेन्ट छ एउटा राम्रो लाइफको लागि, ती मुद्दाहरू अटोमेटिकल्ली इन्भिजिबल हुन्छन्। जब लामो समयदेखि सोसाइटीमा यो अतिवाद इम्प्लान्ट गरेर पोलराइजेसन क्रिएट हुन्छ, तब समुदायकै मान्छेहरू विस्फोटक पदार्थको रूपमा चेन्ज हुन्छन् र जसलाई विस्फोट गराउनको लागि एउटा घटना नै कारक तत्त्व बनिन्छ र यस्तो घटनालाई हामी ट्रिगरिङ इभेन्ट भन्छौँ। र यो स्टेज साम्प्रदायिक तनावको साइकलमा सेकेन्डमा र साम्प्रदायिक दबावको कारण हुने विध्वंसको फर्स्ट स्टेज हो भन्न सकिन्छ। उदाहरणको लागि रुवान्डा नरसंहारमा हुतु र तुत्सी बीचको विध्वंसकारी दंगाको ट्रिगरिङ पोइन्ट प्लेन आक्रमण थियो।
तर त्यसको पछाडिको वास्तविक कारण लामो समयदेखि हुतु र तुत्सी समुदायबीच स्ट्याब्लिस हुँदै आएको पोलराइजेसन। यो स्टेज जहाँ कुनै एउटा घटना ट्रिगरिङ पोइन्टको रूपमा देखा पर्छ जसको कारण ठूलो क्षति हुने खतरा हुन्छ, त्यो पोइन्टमा स्टेट मेकानिजमले कसरी रियाक्ट गर्छ भन्ने कुरा एकदम इम्पोर्टेन्ट हो र यो कम्प्लेक्स पनि छ। यो स्टेज कम्प्लेक्स किन पनि हो भने कुनै पनि देशको कुनै पनि समूह यो स्टेजमा आइसक्नु भनेको त्यो देशको स्टेट मेकानिजम विक भइसकेको छ। त्यही स्टेजमा स्टेटले यो कुरालाई रियलाइज गरेर संवेदनशील तरिकाले रियाक्ट गर्नु बाहेकको अरू विकल्प रहँदैन। यो स्टेजमा पावरफुल पोजिसनमा रहेकाहरूले सही ढङ्गबाट रियाक्ट गरे भने उनीहरूसँग इमिडिएट हार्मको इम्प्याक्टलाई कम गर्ने र भविष्यमा यस्ता घटना नघटुन् भनेर आवश्यक तयारी र नीति निर्माण गर्ने टाइम हुन्छ। तर रियाक्सन गतिलो भएन भने पुरै देशले नै यसको मूल्य चुकाउन पर्ने हुन सक्छ। ट्रिगरिङ इभेन्ट भइसकेपछि स्टेटको प्रपर रियाक्सनले सम्भावित क्षतिलाई कसरी घटाउन सक्छ भन्ने चिजको एउटा रियल एक्जाम्पल हेरौँ। डिसेम्बर 2, 2015 मा अमेरिकाको क्यालिफोर्निया स्थित सान बर्डिनोमा एउटा मास सुटिङको घटना घट्यो। त्यो घटना भएको केही समयमा सञ्चार माध्यमले आक्रमणकारीहरूमध्ये कम्तीमा एकजनाको नाम मुस्लिम समुदायसँग मिल्दोजुल्दो भएको भनेर खबर सार्वजनिक गर्यो। त्यस लगत्तै क्यालिफोर्नियाका धेरै मानिसहरूले गुगलमा मुस्लिमहरूलाई कसरी मार्न सकिन्छ भनेर खोज्न थाले। अमेरिकाको विभिन्न शहरहरूमा मुस्लिम समुदायमाथि आक्रमण समेत सुरु भयो। विषय थप संवेदनशील हुँदै गएपछि घटनाको 4 दिनपछि डिसेम्बर 6 मा अमेरिकाका तत्कालीन राष्ट्रपति बराक ओबामाले राष्ट्रको नाममा सम्बोधन गरे। ओबामाले उक्त सम्बोधनमा सामाजिक सद्भावका लागि अपील गरे। त्यही सम्बोधनमा उनले मध्यपूर्वका मुस्लिम राष्ट्रहरू आफ्नो देशका सहयोगी भएको समेत उल्लेख गरे। त्यही सम्बोधनको क्रममा उनले भनेका थिए, मुस्लिम अमेरिकन हाम्रा साथी हुन्, उनीहरू हाम्रा छिमेकी हुन्, उनीहरू हाम्रा खेलकुदका नायक हुन्। Muslim Americans are our friends and our neighbors, our co-workers, our sports heroes. र उनीहरू यो देशको सैनिक पोसाक लगाएर लड्ने वीर वीराङ्गना पनि हुन्, जुन कुरा हामीले आज बोल्न हुँदैन। They are our men and women in uniform who are willing to die in defense of our country. ओबामाको यो स्टेटमेन्टपछि इन्टरनेटमा मुस्लिम सैनिक, मुस्लिम खेलाडी जस्ता सर्चहरू बिस्तारै बढ्न थाले। उनको त्यो सम्बोधनले साम्प्रदायिक तनावको सम्भावित खतरा टर्यो। र यो एक्जाम्पललाई हामीले सेथ स्टिफन्स डेभिडोविच लिखित एभ्रीबडी लाइज व्हाट द इन्टरनेट क्यान टेल अस अबाउट हु वी रियली आर नामक किताबलाई उद्धृत गर्दै उत्तम बाबु श्रेष्ठको फेसबुकमा लेखिएको स्टेटस मार्फत लिएका हौं। ट्रिगरिङ इभेन्ट पछि कुरा गरौँ साम्प्रदायिक दंगाको इम्प्याक्ट स्केलेट हुने स्टेज, जसलाई हामीले नाम दिएका छौं इन्फर्मेसन वारफेयर। र यो स्टेजमा के हुन्छ भने इन्फर्मेसन र कम्युनिकेसन टेक्नोलोजी युज गरेर इन्फर्मेसनलाई आफ्नो फाइदा अनुसार प्रयोग गरिन्छ, जसले गर्दा सञ्चार माध्यम, सामाजिक सञ्जाल आदिहरू प्रोपेगान्डा फैलाउने टुलको रूपमा प्रयोग हुन्छन्। यो प्लान्ड वेमा पनि हुन सक्छ भने सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जर्नलिस्टिक एथिक्स फलो नगर्दा वा गर्न नजान्दा यी माध्यमहरू आक्रोश र प्रोपेगान्डा फैलाउने टुलको रूपमा स्ट्याब्लिस हुन सक्छन्। रुवान्डा नरसंहारमा रेडियो मार्फत हत्या गरिनुपर्नेहरूको सूची भन्दै तुत्सी समुदायका व्यक्तिहरूको नाम ब्रोडकास्ट हुनु र गुजरात दंगामा मुस्लिम समुदायले हिन्दू समुदायका महिलाहरूको बलात्कार र हत्या गरेको आधारहीन समाचार प्रकाशित हुनु, यसलाई इन्फर्मेसन वारफेयरको रूपमा डिफाइन गर्न सकिन्छ। वर्तमान समय जहाँ डिजिटल टेक्नोलोजी, एआई प्लेटफर्महरूको पेनिट्रेसन व्यापक छ, मिडिया लिटरेसी अनइभन छ र अझै पनि धेरै मान्छेहरूले सिटिजन जर्नलिजम प्र्याक्टिस गरिरहेका छन्, त्यस्तो अवस्थामा यो इन्फर्मेसन वारफेयरको सम्भावना पनि बढ्दै जान्छ। र जब साम्प्रदायिक तनाव यो स्टेजमा पुग्छ र जब यसलाई नियन्त्रण गरिँदैन वा नियन्त्रण गर्न सकिँदैन, त्यसपछिको स्टेजमा हामीले देशको ल इन्फोर्समेन्ट एजेन्सिजहरू विक र इनएफेक्टिभ भएको क्लियरली देख्न थाल्छौँ। र यसले यो होल सिनारियोलाई नै अनिश्चित समयको लागि अनकन्ट्रोलेबल बनाइदिन सक्छ। यो स्टेजमा हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरू पिकमा पुग्छन्। यो स्टेजमा कलिएका अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले पनि केही गर्न नसक्ने अवस्था हुन्छ। यो तनाव देशभित्रकै विभिन्न जियोग्राफिकल एरिया र कहिलेकाहीँ अन्य देशमा समेत फैलन सक्छ। र यस्तो कठिन परिस्थितिको फाइदा उठाउनको लागि अन्य देशले पनि तनावग्रस्त देशमा आफ्नो सक्रियता बढाउन थाल्छन्। र यसपछिको फाइनल स्टेज भनेको पावर अटेनमेन्ट। आम मानिसहरूलाई अन्धभक्त र अतिवादी बनाएर विध्वंसको लिस्नो चुड्दै कुनै अतिवादी अगुवा र उसको समूहले राजनीतिक शक्ति आर्जन गर्छ, समुदायमा डर र त्रास कायम राख्छ र यही साइकल कन्टिन्यू हुन्छ, जसको मारमा पर्छन् आम मानिसहरू, माइनोरिटी, अल्पसंख्यकहरू, अनि ओझेलमा पर्छन् सुन्दर, शान्त र विकसित देशको सुन्दर सपनाहरू। कम्युनल राइटको प्याटर्नको बारेमा कुरा गर्दै गर्दाखेरि तपाईहरुलाई पनि के लाग्यो भने हामी नेपाल कतिको वरिड हुनुपर्छ त, हामीले चाहिँ कतिको डर मान्नुपर्ने हो त यो कम्युनल राइटको भनेर। कप्तानगञ्जबाट सुरु भएर आसपासका जिल्लाहरूमा समेत देखिएको साम्प्रदायिक तनावको यो पछिल्लो घटनाले यो प्रश्न उठ्नु पनि स्वाभाविक हो। त्यसैले अबको सेक्सनमा हामी यसको बारेमा थोरै चर्चा गर्छौँ। विश्वका विभिन्न देशहरूको तुलनामा नेपालमा साम्प्रदायिक तनावको कारणले गर्दाखेरि घटेका अप्रिय घटनाहरू धेरै कम छन्। अनेकतामा एकता भन्ने मान्यतालाई हामी नेपालीहरूले धेरै हदसम्म सिरोपर गरेरै हिँडेका छौँ। धेरै हदसम्म नेपालमा आपसी सद्भाव र समझदारी कायम नै छ र यो सबै हामी नेपालीहरूको लागि गर्वको कुरा हो। तर यो भन्दै
गर्दाखेरि कप्तानगञ्ज र आसपासका जिल्लाहरूमा समेत फैलेको यो साम्प्रदायिक तनावलाई हामीले ओभरलुक अथवा डिनाइ गर्न मिल्दैन र नेपालमा यस किसिमका तनावहरू विशेष गरी धार्मिक विषयवस्तुसँग जोडिएको पनि देख्न सकिन्छ। गत पुसमा वीरगञ्जमा 2 मुस्लिम युवाहरूले प्रोभोकेटिभ भिडियो शेयर गरेको न्यूमा तनावको स्थिति सिर्जना भएको थियो। त्यो भिडियो शेयर गर्ने युवाहरूलाई लोकल हिन्दू समुदायका केही मानिसहरूले प्रहरीको जिम्मा पनि लगाए। तर पनि केही हिन्दू समुदायका केही आक्रोशित मानिसहरूले वीरगञ्जमा मस्जिद र मुस्लिम परिवारलाई आक्रमण गर्न थालेपछि स्थिति साम्य पार्न कर्फ्यू लगाउनेदेखि 2 समुदायबीच सम्झौताको लागि आह्वान गर्ने सम्मका कार्यहरू गर्नु परेको थियो। केही समयपछि रौतहट जिल्लामा पनि यस्तै किसिमको घटना हुन पुग्यो, जसमा पनि सुरक्षा निकायले इन्टरभिन गरेर स्थितिलाई साम्य बनाएको थियो। आर्म्ड पुलिस फोर्सको रिपोर्टका अनुसार फिस्कल इयर 2020-21 र 2023-24 को बीचमा रिलिजियस र एथनिक कन्फ्लिक्टका 25 वटा इन्सिडेन्टहरू रिपोर्ट भएको थियो। यस किसिमका कतिपय इन्सिडेन्टहरूमा नेपालका अल्पसंख्यक मुस्लिम समुदायलाई जबरजस्ती श्रीराम भन्न लगाउने, 4-5 खड़ा सुतले छटका लेला के हमरा के जय श्री राम बोल, हम कहले तोरा आर के भेले तो उन्ना न भाई, तोरा इतना की मुश्किल पड़लो, हम जे हमरा जान हम शरीर जय श्री राम कदिल बोलबो। गो ब्याक टु पाकिस्तान भन्ने नारा लगाउने जस्ता क्रियाकलापहरू देखा परेका छन्, जसलाई आधार बनाएर केही विश्लेषकहरूले नेपालमा पछिल्लो समय देखिएको एक्सट्रिमिस्ट हिन्दुत्व र एन्टी मुस्लिम सेन्टिमेन्ट भारतबाट आयातित हुँदैछ। नेपालमा सदियौंदेखि मिलेर बसेका हिन्दू मुस्लिम समुदायमा यो घृणा भाव उत्पन्न हुने थिएन भन्ने तर्क समेत गरेका छन् र यो तर्कलाई कम्प्लिटली इग्नोर पनि गर्न सकिँदैन, किनकि छिमेकी मुलुक भारतमा यस्ता क्ल्यासेसहरू हामीले टाइम एन्ड अगेन देख्दै सुन्दै आएका छौँ। इन्टरनेटको पेनिट्रेसन बढे सँगसँगै भारतमा भएका हरेक कम्युनल घटनाहरू हामीले रियल टाइममै थाहा पाउनु, ओपन बोर्डरको कारणले गर्दाखेरि भारतमा रहेका अतिवादी समूहहरू आफूले चाहेको बेला नेपालमा आउने इजी एक्सेस हुन्। नेपालको सिमानासँग जोडिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री तथा र्याडिकल हिन्दू प्रिस्ट योगी आदित्यनाथले नेपालमा हिन्दू किङडमको समर्थन गर्नु र सन् 2023 मा प्रकाशित भएको युएस स्टेट डिपार्टमेन्टको रिपोर्टले नेपालमा भारतीय जनतासँग एसोसिएटेड राइट विङले नेपालका केही राजनीतिज्ञ र राजनीतिक पार्टीहरूलाई नेपालमा हिन्दू किङडमको लागि फन्डिङ गरिरहेको छ भनेर दाबी गर्नु जस्ता इन्सिडेन्टहरूले हामी अलिकति सशंकित हुनुपर्ने भन्ने अवस्था देखिन्छ। यी दाबीहरू 100% सही नहुन पनि सक्लान्, तर यस किसिमका दाबीहरूलाई लिएर हाम्रो स्टेट भने अलिकति चनाखो हुनुपर्ने देखिन्छ। 2 धर्म र 2 समुदाय बीचको लडाई आस्था र अस्तित्वको लडाई कहिले नै हुनै सक्दैन। अतिवादलाई धर्म र आस्थाको नाम दिन मिल्दैन। यो देश हामी जुनसुकै धर्म र समुदायमा विश्वास गरे पनि यो हामी सबैको देश हो र यहाँ सद्भाव, समझदारी र भाइचारा राख्दै एउटा सुन्दर, समुन्नत, शान्त र विकसित देश निर्माणमा हामी लागि पर्ने हो कि एक आपसमा लडेर भावी पुस्ताले इतिहास पढ्दा पनि छिछि भनेर लाज मान्नु पर्ने अवस्थामा पुग्ने हो। अब आउने पुस्तालाई हिजोभन्दा अलिकति राम्रो देश सुम्पेर जाने हो कि गरिबी, अशिक्षा, अशान्ति, बेरोजगारीले भरिएको खण्डहर देश उपहार दिएर जाने? यो क्षति हुनु अगाडि नै हामी पनि संयम बनाऊ, सद्भाव कायम राखौँ र स्टेट मेकानिजमले पनि आफ्नो ड्युटी चाहिँ प्लिज फुलफिल गरौँ। आजलाई यति नै। सी यू अन नेक्स्ट वान।